सम्माननीय सभामुख महोदय, केही समय पहिला बझाङमा सम्झना कामीको बलात्कार र हत्या भयो। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भयो। कैलालीमा माया कामीको बलात्कार र हत्या भयो। रूपन्देहीमा अङ्गिरा पासीको बलात्कार र हत्या भयो। पूर्वको खोटाङमा रेशमिका परियारको बलात्कार र हत्या भयो। म्याग्दीमा मिना परियारको बलात्कार र हत्या भयो। केही दिन अगाडि मात्रै गरिमा चौधरीको बलात्कार र हत्या भयो। यो बलात्कार र हत्याको फेरिस्त धेरै लामो सुनाउन सकिन्छ, घन्टौँ घन्टासम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ। तर हामीले गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ, निर्मला पन्तको जन्त जाने हो कि मलामी जाने हो, त्यो छलफल गर्नुपर्ने बेलामा हामी पुगिसकेका छौँ। चेलीले बाँच्न पाउनुपर्छ, नाच्न पाउनुपर्छ भन्ने विषयमा गम्भीर हुन जरुरी छ। बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पोट ठोक्ने कानुनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु।